आजको हाम्रो बिहानदेखि आज तयार भइसक्यो। दिउँसोको लागि हो, दिउँसोको लागि हजुर, दिउँसोको लागि अहिलेको खानाको लागि लन्चको लागि अहिले नै रेडी भइसकिसक्यो। बिहान बिहान लोकल चिकन, लोकल मुर्गी। एकदम प्योर गाउँले तरिकामा यो चाहिँ यस्तो डढाको चाहिँ दामी हुन्छ। मिठो सुप खानको लागि, सुपको लागि चाहिँ यो तिते डढाको हाल्ने गरिन्छ। हजुर डाँडो भयो होला। हजुर, अलिअलि चिसो त चिसै रहेछ है। जाडो छ, चिसो छ। भ्यू पनि हेर्नु पर्यो यस्तो हल्का चिसो छ, घाम आएको छैन अहिले चाहिँ। यो पारी चाहिँ पर्यो सिक्किम। This is Sikkim and here is West Bengal. यो चाहिँ वेस्ट बेङ्गल पर्यो, त्यो चाहिँ सिक्किम पर्यो। कतिवटा छ पापा कुखुरा? हजुर, कुखुरा कतिवटा छ? कुखुरा कति छ भनेको? हजुर, कति तिनवटा छ। यहाँ तल्लोको महरू दुईवटा छ। पाँचवटा चल्ला छ नि त है, थुप्रो आमा थुपिरहेको छ डेढमा। यो त सक्यो एउटा आज। यो यसको चार एउटा भाले हो, दुईवटा पोथी थियो। एउटा आज कम्ती, आज एउटा घट्यो। दुईवटा मात्रै छ। आज एउटा घट्यो मेरो लागि। यहाँ आगामा दुईवटा तल्लोको महरू छ हो। मेरो लागि यसको आज कुर्बानी, हजुर, बलिदान भयो नि आज है। एकदम दामी छ है। अब यस्तो छोडेर जानुपर्छ फेरि सहरतिर। गाउँको यो मजा अप्ठ्यारो होला है। पाल्दैन है कुखुरा है? छैन, पाल्नु त पाल्थ्यो कि हेर्ने मान्छे छैन। अब हेर्ने मान्छे छैन। ल आज चाहिँ लोकल कुखुराको सुप खाइने भयो जाडोमा। ज्यान लागेको छ, मरेको नि कि त किनी ल्याएर पालेको भयो। हाम्रो त पाल्नु त पाल्थ्यो कि ज्यान लागेर मऱ्यो नि। हेर्ने मान्छे छैन अन्त। यो अस्ति पोहोर खोजी लिएर पालेको भयो। हजुर, एकदमै ज्यादा चिसो छ यहाँ पनि कालिम्पोङमा। बर्मेकमा यो सुप खाँदैन दिदी? यो खाँदैन होला भनेर नलाएको। खान्छु नि। खान्छ है? ए त्यो फ्याँकिदियो त। यहाँ पापाले त खै तिते बनाउनुको लागि होला भने खान्छु नि। ए फ्याँकिदियो त। यो डढाउनु नि, फ्याँकिदियो त। सुपको लागि भनेर भनेको त होइन रहेछ। गल्ती भएछ, पापाले सोच्नुभयो कि मैले खाँदिनँ भनेर तिते सिधे। मलाई एकदमै मनपर्छ नि। खाँदैन होला भनेर फ्याँकिदियो त। हजुर, मनपर्छ नि मलाई त। कतिले मन पराउँदैन कि अन्त। हजुर हजुर, मनपर्छ म त सुप खानु है। तिते पापाले त मैले तिते खाँदैन भनेर फ्याँकिदिनु भएछ हो। अब पापा
बाबा अब तितेको लागि चाहिँ अर्को ढाल लाग्छ त ढालिदिउँ अर्को तितेको लागि यसबाट त निस्केन तिते हो सुपको लागि अब तिते निकाल्नको लागि चाहिँ अर्को ढाल लाग्छ होइन मनपर्छ नि म खान्छु नि ठिकै छ केही छैन भइहाल्छ यसको मान्छे काम गरिहाल्छ यसले पनि यो अलिअलि राख्नु भयो त हुन्छ त यो अलिअलि गन्दा त हो बेसी भक्कु किन बेसी तितो पनि मजा आउँदैन ठिकैको हुनु पर्यो आहा ठन्डी का मौसम आगो ताप्नु लोकल कुखुराको सुप बनिन्छ अब और क्या चाहिए भाई जिंदगी में नजारे कुछ ऐसे जुगाड चाहिँ हुँदैछ तितेको यहाँ जुगाड राम्रो छ है जुगाड गर्नुभएको पापा हजुर हुन्छ ठिक छ अलिअलि भए हुन्छ यति भए त हुन्छ यो प्लेटमा योहरू पनि चलिहाल्छ ठिक छ यति भए त भइहाल्छ सुपको लागि हो अहिले म चाहिँ ससुराली आइरहेको छु यहाँ कालिम्पोङ बर्मेक पापाले चाहिँ लन्चको लागि आज बिहानै कति बजी 8 साढे 8 बजिसक्यो होला अहिले बिहानै कुखुरा ढाल्नु भएछ हो लोकल सुप खानुपर्छ आज मजा आउने भयो चाँडोमै आगो पनि फुक्यो ल यसको तोडफोड चिरफाड पनि हुँदैछ अब अलिकति ढिलो भयो म पापा अघि आएर चिर्नु थालिसकेछ केही छैन लोकलको त मासु चाम्रो है पापा हजुर मासु चाम्रो है लोकलको त ब्रोइलर भन्दा यो राम्रो राम्रो हो नि तर खानु चाहिँ ब्रोइलर त यसको चाहिँ सुप यो खानु मिठो मात्रै हो कि त्यसमा ताकत छैन सुप पिउनु पर्यो नि त्यसको चाहिँ है ओइ पाहाडै हो हजुर पोलेको हुनुपर्छ कि टिक्कर हुन्छ हजुर बिल्थाको चाहिँ मासु मिठो हुँदैन हजुर हुन्छ हेलो छु ओइ कालो पो हुने रहेछ हौ राम्रो रहेछ नि त लगाएछ कि पापाले अलिक म त त्यो होइन सुप बनाउनुको लागि उयो सुप बनाउनुहुन्छ होइन हजुर त्यो त तिते राख्नु हुन्छ होला भनेर त चुलामा पो डढाइदिनु भयो ए तर होइन यो तितै छ कालो तितै छ कालो कालो छ नि बेसी त छैन अलिअलि वाचिपा अहिले बनाइदिन्छु नि म हुन्छ चियासँग खाने भरे बेलुका चिया त खानु भयो यो के भन्नु क्या अहिले यो कान्छी हान्दिँदैन होला ओ कान्छी खै सुप सबै खानुहोस् न कान्छा कम्ती अलिक यसो बिहानै खाजा खाना है खै दिवाली त छक्कै परेर
काम गर्ने मान्छेहरूलाई त है एकरो कहाँ खाइरहने लगाइ खानुहोस् ल सुप हुन्छ हुन्छ यो चाहिँ अघिको लोकल कुखुराको सुप भाइ ओइ चम्ची दिएर एउटा चम्ची निकाल्नु खाना है खाजा म त बाबाले तिते डढायो कि सुपको लागि होला भनेर लास्टमा चुलामै हाल्दै तर होइन ठिकै छ है यति त डढेकै त हो अब लिएर जानु भित्र अन्त अलिकति भिडियो सब्जी खाने खान्छ हिजो कोही बेलुकाको खाँदैन होला साग कान्छाटामा त आयो नि के गर्नु खै मन पऱ्यो भने खाऊ परेन भने नखाऊ लोकल कुखुराको सुप दामी यो छ मासु बेसी खाएर ब्रोइलरको मासु हिजो आउने बित्तिकै खसीको त्यहाँबाट फेरि बेलुका फेरि बिहानै मासु खाएको पानी एउटा खाँदैन नि अझै खानु हुँदैन पर्दैन भित्र थियो हिजो पानी मुजुर पुरा गरेको छ काम सुन्दैन म खाइयो Guys.